यस कार्यक्रमका अध्यक्षज्यू लगायत सम्बोधन गर्ने मन्त्रमा आसीन सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू र सबै पाल्नुभएका महानुभावहरू, यहाँ आज तपाईँलाई सुरुमा त बधाई दिनुभयो। दुईटा बधाई, एउटा लाइसेन्सिङ भएकोमा बधाई, अर्को चाहिँ आइ एसोसिएसन खोलेर तपाईँहरूले आफ्नो हकको रक्षा गर्नको लागि अगाडि बढ्नु भएकोमा तपाईँहरू सबैलाई बधाई छ। मसँग भन्नुपर्ने धेरै विषय केही पनि छैन। अस्ति हजुरहरूसँग आइसकेपछि यसको दुईटा पाटा हुन्छन्। हेर्नुहोस्, एउटा प्रुडेन्सियल पाटो हुन्छ भनेको जुन परम्परागत रूपमा हजुरहरूले जुन जुन विषयवस्तुको मागहरू गर्नुभएको छ त्यो भनेको डोल्मा, हाम्रो डोल्मा अफिसले हेर्छ। हामी सर्कल डिपार्टमेन्ट अफ ल्यान्ड म्यानेजमेन्ट एन्ड आर्काइभलाई डोल्मा भन्छौँ। उहाँहरूले हेर्नुहुन्छ र हजुरहरूको कुराहरू उहाँहरूले सुन्नु पनि हुन्छ होला, यो मेरो विश्वास हो। दोस्रो भनेको सम्पत्ति शुद्धिकरणको विषय, जुन चाहिँ अहिले निकै जटिल छ र विश्वभरि एकदम की पोइन्टमा रहन्छ। जस्तै इन्डियामा हेर्नुभयो, नेपालमा हेर्नुभयो, त्यो साउथ एसियन रिजनमा मोड र अरू इकोसिस्टमहरूमा पनि रहने गर्छ। त्यसमा चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ। एफआइओ भनेको चाहिँ एउटा सेन्ट्रल एजेन्सी हो यो सम्पत्ति शुद्धिकरणको विषयमा, जसले डोमेस्टिक, नट ओन्ली डोमेस्टिक, इन्टरनेसनल जुन एरिनामा नेपालको तर्फबाट लिडिङ गर्ने काम गर्छ र एज अ फोकल पोइन्टको रूपमा काम गर्छ। अब यसमा सरले अघि नै बिचबिचमा हजुरहरूले भनिसक्नु भएको छ, हजुरहरूले आफ्नो एउटा रोड म्याप बनाउनु भएको छ। यो सुरुवाती चरण हो, हजुरहरू एकदम बिगिनिङ फेजमा हुनुहुन्छ, हामी पनि बिगिनिङ फेजमा छौँ। सम्पत्ति शुद्धिकरणमा 3वटा म्युचुअल इभ्यालुएसन 2005, 10 र 21-22मा भएको म्युचुअल इभ्यालुएसन मध्ये हामी 5मा पनि 5 कि 10मा एउटा ग्रेड लिस्ट भइसकेका थियौँ र यो दोस्रो पटक हो। र यो दोस्रो पटकमा केही यस्ता सेक्टरहरू चाहिँ अनरेगुलेटेड भए भन्ने थियो, त्यसमध्ये घरजग्गा व्यवसाय पनि एउटा हो। यसको अर्थ के हो भन्नुहुन्छ भने एकदम तपाईँहरूले के बिगारिहाल्नुभयो भने होइन। यदि बिजनेस हुन्छ भने समथिङ रेगुलेटेड हुनुपर्छ। जस्तै सम्पत्ति शुद्धिकरण भने के हो भने दोस्रो चरणको अपराध हो, यति चाहिँ बुझ्नुपर्छ। कसैले प्रथम चरणको अपराध गरिसकेर शुद्ध हो भनेर देखाउने प्रक्रियामा लान्छ नि, त्यो दोस्रो चरणको अपराध गर्छ। जस्तै म एकदमै बुझिने भाषामा भनौँ, एउटा त्यहाँ एक्सिडेन्ट भयो र त्यो एक्सिडेन्ट सिम्पली एक्सिडेन्ट मात्रै हुँदासम्म सम्पत्ति शुद्धिकरण लागू हुँदैन। तर त्यो जग्गा हत्याउनलाई, इन्सुरेन्स क्लेम गर्नलाई षड्यन्त्र रचेर थोरै पैसा लगानी गरेर धेरै कमाउनको लागि मान्छे मारिएको रहेछ भने त्यहाँ सम्पत्ति शुद्धिकरण राख्ने हुन्छ। उदाहरणको लागि एकदम बुझ्ने भाषामा, यसको धेरै डाइमेन्सन्स होला, एउटा डाइमेन्सन तपाईँलाई बुझ्ने गरी भने हो। यस्तोबाट तपाईँहरूले सम्पत्ति शुद्धिकरण प्रत्यक्ष गर्नुहुन्छ भने पनि होइन। सम्पत्ति शुद्धिकरण गर्ने मान्छेले तपाईँ हाम्रो व्यवसाय प्रयोग गर्न सक्छन्, त्यस्तो व्यवसायबाट